बाटो लाहान मान्छे फेरि कहाँ जाने फेरि उहाँलाई नै थाहा छैन कि होइन न म रहेछु नि अलि जानु मर भने जस्तो टिपेर खानु पाइँदैन कहीँ जाऊँ भनेपछि जुम्लामा होइन खानेकुरा बोक्नु पर्दैन के। नमस्कार साथीहरू, स्वागत छ तपाईँलाई मेरो आजको भ्लगमा। हामी अहिले कर्णाली प्रदेशको जुम्लामा छौँ। हाम्रो देश नेपालमा केही ठाउँहरू यस्ता छन् जसको सौन्दर्य शब्दले बयान गर्नै सकिँदैन, जहाँ पुग्दा लाग्छ मानौ समय केही क्षणको लागि रोकिएको छ। हेलो, कहाँ जानु लाग्यो अहिले नभन मलाई डेस्टिनेसन एकैचोटि लास्टमा अब कहाँ हो जाने थाहा छैन होइन, त्यही पनि हामी जाँदैछौँ। थाहा छ जाने कहाँ हो त हो अनि मलाई नभनेको मैले लैजानु लाग्यो। ए ओके, आज मलाई चाहिँ डेस्टिनेसन थाहा छैन, उहाँले चाहिँ मलाई पुऱ्याउँदै हुनुहुन्छ, मेरो प्रिय बहिनी प्राण प्यारी बहिनी। अनि त्यसपछि त्यही हो, हामी अब करिब बिहानको 8:30 बजे चाहिँ बाटो तय गरेका छौँ। मेरो त 1 बजे हो, तिम्रो घडी भिआइपी भयो नि त 1 बजिसक्यो। अनि 8:30 बजे चाहिँ हामी बाटो तय गरेर हिँडिसक्यौँ। कहाँ हिँडेको अब मलाई चाहिँ थाहा छैन, उहाँले पुऱ्याउनु क्या। म भिडियोमा हाल्दै गर्छु, हेर्दै गर्नु होला। यस्तै हो, जुम्ला छ, यता नासपति छ, यो आकाशको फल आँखातरी मर भने जस्तै टिपेर खानु पाइँदैन, देख्न चाहिँ मजाले पाइन्छ। तपाईँहरूलाई अपडेटको लागि मात्रै हो, हामी कहाँ आइसक्यौँ भन्ने कुरो उहाँले भन्नुहुन्छ। कहीँ आएन बाटो स्टिल हामी अन द वे। कति राम्रो हामी, कति राम्रा राम्री न म रहेछु नि अलि जानु भर्खर हामी चाहिँ सुरुवातमा छौँ 0%मा 0.01% कट्यो। 0.1 त भन्नु होइन, 0.1 करिब हामी आधा घन्टा त हिँडिसक्यौँ। आधा घन्टामा पुगेन नि त। अब हामी सेउचोरम 4 घन्टा चाहिँ हिँड्नुपर्छ। सेउचोरम भन्दैछन्, चोरम यस्तो जाने टिप्नु अलि कोही न सेउचोरमै खानु उहिले मान्छेले हेरिराख। फल र फुल चोरेर पाप लाग्दैन रे, अनि गाली गर्नलाई पाप लाग्छ अरे बरु। हजुर त्यही सुनेको है मैले। आज म तपाईँलाई एउटा यस्तो ठाउँमा लिएर जाँदैछु जुन ठाउँको इतिहास शताब्दीदेखि पुरानो छ, तर अहिले बल्ल देशको पर्यटकको नजरमा पर्न थालेको छ। केही वर्ष अघि मात्रै यो ठाउँमा सायद तपाईँको ध्यान जान्थेन, तर अहिले हरेक साता सयौँ मानिसहरू आउँछन्। यहीँबाट हो है फर्स्टमा जाने हो, त्यसपछि जाने चाहिँ म जाम भनेपछि जङ्गलतिर घुम्न, कहीँ जाऊँ भनेपछि जुम्लामा होइन खानेकुरा बोक्नु पर्दैन क्या। बाटोमा अहिले यस्तो औसेलु स्याउ चुत्रो के चुत्रो भनेको के पाइन्छ खानेकुराहरू पाइन्छ होइन। यो चाहिँ मेरो बहिनीले टिपेर दिइन्, कति राम्रो। यो चाहिँ हामी 2 जना मिलेर चोरेर। चुत्रो भनेको के हो? चुत्रो भनेको अहिले देखाइदिन्छु। आरु पनि रहेछ, आरु चाहिँ खाने भएन, अरू त्यो खाने भेट्यो भने खानुलाई भोला मलाई त खानेकुरा खेर जानुभयो, म खाइदिन्छु। बाटो लाहान मान्छे फेरि कहाँ जाने फेरि उहाँलाई नै थाहा छैन कि होइन। कहिलेकाहीँ हामीलाई लाग्छ शान्ति खोज्न परदेश जानै पर्छ, तर सत्य के हो भने हाम्रो आफ्नै देशमा यस्ता स्थानहरू छन् जसको सौन्दर्यलाई शब्दले बयान गर्नै सकिँदैन। आज हामी त्यही स्थानको कथा सुनाउँदैछौँ जहाँ पुग्ने फर्केर आउँदा नयाँ ऊर्जा, नयाँ शान्ति र नयाँ सोच लिएर फर्किन्छन्। यो ठाउँमा न त राजाको दरबार थियो न त कुनै युद्धको इतिहास, तर यसमा माटोको हजारौँ वर्षको संस्कृति बगिरहेको छ। यो राम्रो हरियो फाँट, टाढाबाट देखिने डाँडा र जङ्गल। पुना बाबुबाजेहरूको समयमा यो ठाउँ सामान्य चरनभूमि मात्र थियो। गर्मीयामा उनीहरू गाईबस्तु चराउन आउँथे, गोठ बनाउँथे र यही नै प्रकृतिसँग समय बिताउँथे। यहाँ जुनबाट देखेर यो मोड, त्यसपछि हामी
कस्तो मिस्मराइजिङ भ्यू हेर्दै हेर्दै आइरहेका छौँ। अनि उहाँ चाहिँ सधैँ स्याउ खाइरहनुहुन्छ, तपाईँको जुम्लाको स्याउ। यस्तो ठाउँहरूमा पनि यस्तो बिचबिचमा घरहरू छ। लाइक चोरायो भनेर हामीलाई कुकुरले खिचिरहेको, तर हामी चोराएन। चोरै हो एक प्रकारको स्याउचोर। स्याउचोर के ल्यायो तिमीले? यो चाहिँ मैले बुके बनाउँदैछु। कस्तो राम्रो। फाइनल भइसक्यो। म यो बाहेक यो बाटोमा कोही छैन। यो सिर्फ हामी दिदीबहिनीको त दिदीबहिनी मात्रै छौँ। अहिले चाहिँ गेस गर्न थालिसकेँ, तर म भिडियोमा चाहिँ एकैचोटि उहाँ गएपछि देखाइदिन्छु। भन्दै जनताहरू त्यो सोधा पनि छैन कि यो बाटो देखेर खाना है। यो ठाउँले कुनै महल हेरेको छैन, तर यसले असंख्य परम्पराहरू जन्माएको छ। यहाँको हावा, माटो, खुला आकाश यी सबै स्थानीय जीवनसँग जोडिएका छन्। नि बढी एक्साइटमेन्ट त यो पो छ। अहिले चाहिँ यहाँ दाँतमा के गर्नु, मासु खाएर अड्केछ, निकाल्दैछु। मभन्दा एक्साइटमेन्ट त उहाँ हुनुहुन्छ। उहाँ ठाउँ आयो भनेर अनि म चाहिँ उहाँको पछि पछि ल्याएर हिँड्दैछु। कताबाट हो बिर्छु। बाटोभरि यति फुल छ, यति फुल छ, सब फुल टिपेर हैरान छ। यस्तो राम्रो राम्रो फुलहरू छ, टिप्ने हो। बिस्तारै यो ठाउँ गाउँको दैनिकीमा मिसियो। मानिसहरू यहाँ बस्न, भेट्न र प्रकृतिको कथा सुनाउन आउँथे। यो ठाउँ प्रवेश गर्न साथ यस्तो लाग्छ मानौ समय यहाँ ढिलो चलेको छ। हो, यो धिमी चौर हो जुन यिनी बहिनीले भनिसकिन्। खोलाको कलकल आवाज कानमा सङ्गीत बनेर बज्छ। हावाले ल्याएको फुलहरूको सुगन्ध मनमा शान्ति घुल्छ। वरिपरिका हरियालीले घेरिएको विशाल फाँट उभिँदा तपाईँको मुटु हलुका हुन्छ। यहाँका बादलहरू डाँडाको टुप्पो चुम्छन् र सन्ध्याको सूर्यास्त आकाशलाई सुनौलो बनाउँछ। यही कारण हो यहाँ पुगेको धेरैले भन्छन् यो ठाउँमा आत्माले श्वास फेर्छ। तर समयसँगै सबै कुरा बदलिन्छ। अहिले यो ठाउँ केवल गाउँको चरमभूमि होइन, एक पर्यटकीय गन्तव्य बन्दै गएको छ। हरेक साता सयौँ मानिसहरू यहाँ आउँछन्, साथीहरूसँग रमाउन, घोडा चढेर मैदान पार गर्न, पिकनिक गर्न वा शान्त बसी आत्मासँग कुरा गर्न। अगाडि अझ धेरै योजनाहरू पनि छन्। बाटो सुधार, होमस्टेहरू, स्थानीय हस्तकलाको प्रवर्धन र वातावरणीय संरक्षणका प्रयासहरू भइरहेका छन्। स्थानीय सरकार र समुदाय मिलेर यस स्थानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पनि थालेका छन्। यस्तो स्वर्ग कहाँ छ? कहाँ भेटिन्छ यस्तो खुला फाँट जहाँ हावाले गीत गाउँछ र खोला कविता सुनाउँछ? यो कुनै स्वप्नलोक होइन, यो हाम्रो आफ्नै नेपालको कर्णाली प्रदेशमा अवस्थित एक रत्न हो। फुल देखाउ त कतिवटा टिप्यो? कति थरी फुल छ यहाँ? गनेर देखा पनि। अब सर्वे गर्नेलाई फुल टिपेको। अब कस्तो हिलो बाटो ल्यायो। वै 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 डुब्यो मेरो जुत्ता। यस्तो राम्रो भयो। के हो यो? यदि तपाईँ प्रकृतिको काखमा हराउन चाहनुहुन्छ भने एकपटक धिमी चौर अवश्य आइपुग्नुहोस्। यहाँ शान्ति भेटिन्छ, स्मृति बन्छ र आत्माले नयाँ ऊर्जा पाउँछ। धिमी चौर नेपालभित्र लुकेको त्यो स्वर्ग हो जसले तपाईँको मनलाई फेरि फेरि फर्काइरहन्छ। यो ठाउँ, यो बाटो कहिल्यै हतार माउँदैन। हावा पनि यहाँ बिस्तारै सास फेर्छ। रुखका पातले कविता लेख्छन् र खोला पुराना कथा सुनाउँछ। पहाडका मुनाभित्र लुकेको छ एक रहस्य। माटो छ अतीतका पाइला अनि हावामा छ फेरि भविष्यका सपना। जहाँ पुग्दा समय रोकिए चाहिँ लाग्छ, जहाँ सास फेर्दा आत्मा हलुका हुन्छ। हरियो फाँट, खुल्ला आकाश, खोला र बादलको चुम्बन यी सबैले भन्छन् तिमी यहाँ शान्ति पाउनेछौ।
के गर्दैछौ तिमी? म बुके बनाउँदैछु। यहाँको प्रत्येक ढुङ्गामा छ स्मृति, प्रत्येक रुखमा छ मौनको कविता। अनि हामी चाहिँ अहिले घुम्ने क्रममा पानी परेको छ अनि त्यही भएर बास खोज्दै हिँडिरहेको छौँ कहाँ जाने होला भनेर चाहिँ बासको लागि चाहिँ निरीक्षण गर्दैछौँ। त्यो घरमा चाहिँ के छ भनेर हामी हेर्न निरीक्षण गर्न गइरहेका छौँ। यो घर होइन रहेछ, मन्दिर रहेछ। अनि टक्क लगाएर यहाँ चाहिँ भित्र रुखलाई चाहिँ यस्तो गरेर राख्दाखेरि चाहिँ देखियो। अनि यिनी भन्दै थिइन् आर्मीको क्याम्प हो नजाम। म भन्दै थिएँ केही नि हुँदैन, घर जस्तो छ जाम। फेरि म भन्छु क्याम्प हुन जाम। हाम्रो यो घम्सा घम्सी नै त होइन, हाम्रो यो दुई थरी कुरामा आएर हेर्दा दुइटैको कुरा मिलेन। हेर्न सक्नुहुन्छ पछाडि घन्टी पनि छन्, घन्टी बजाइदिउँ। आइसकेपछि डाँडामा लुकेको बादलको त्यो खेल मनलाई तान्छ, सपनामा दिन्छ मेल। सहरको जेल घुम्न जान ठेलमठेल, प्रकृतिको काखमा भेटिन्छ नयाँ मेल। करिब 2 घन्टाको बसाइपछि हामी फर्किँदैछौँ। ठाउँ राम्रो हो, अब फिडब्याक पनि त दिनु पऱ्यो होइन। फिडब्याक दिनु पर्यो। ठाउँ पनि राम्रो हो, गाई चरन, घोडा चरन, बाख्रा चरन सबैको लागि एकदम चराउने ठाउँ रहेछ होइन। चरिरहेको हुन्छन् घोडासोडाको। यसो भिडियो बनाउनु पऱ्यो भने आउनु होला। हेर्दा राम्रो छ, बस्न राम्रो छ, पिकनिक गर्न पनि राम्रो हो, घुम्न पनि राम्रो हो। फुल फुलेको बेलामा झन् गजब छ। आज चाहिँ अलिक कम फुल थियो तर थियो। यो सुन्दर ठाउँमा पानीको स्पर्श आयो, माटोको सुगन्धले मन फेरि लोभ्यायो। हामी दुईजना एउटा छातामा आपत्ति। मैले 2टा छाता ल्याऊँ भनेको मैले हो कि 2टा चाहिँदैन भन्ने। अहिले हेर न रुन लाग्यो। वर्षौँ अघिका गोठहरू अझै उभिएका छन्, बुढाबुढीका कथामा अझै बाँचिरहेको छ इतिहास। प्रकृतिसँग रमाउँदै हाँस्दै खेल्दै डुल्दै मनमा चिनीका कणहरूलाई छरिरहेको छु घुल्दै। यो मेल कि यो मेल ल भन। यो मेल यो फिमेल। यो फिमेल यस्ता गरेर फ्युज हुन्छ क्या। यो फिमेल यो मेल अल्गार सर्ट गर्नु है त मिल्छ कि यो यस्तो यो वाला फिमेल त्यो वाला मेल। ए होइन यार त्यही हो फिमेल। म त नाम पनि बिर्सेँ, पाइनँ के भन्छ। मैले सकिनँ। मैले 11-12को टिचरहरूसँग चाहिँ म क्षमा प्राप्ति छु। मेरो फिमेल सिकाउन सकिनँ। घामसँग खेलेर छायासँगै रमाएँ मने, धिमीको चौरमा चरेका यी जनावरसँग रमाएँ मने। बादलका ओछ्यानमा सपना बुनिँदै थिए, हावाको मिठो सङ्गीतमा भावहरू गुन्जिँदै थिए। हरियाली चौरमा खुट्टाले बनाएका पाइलाहरू आज सम्झनामा फुल झैँ फुलिरहेका छन् छायाहरू। पानी परेर भिजेको माटोको सुगन्ध झैँ मनले पनि भिज्यो शान्तिको त्यो सुगन्धसँगै। रुखका पातहरूले दिएको त्यो सुस्केरा थकाइ हटाइएको कुनै औषधिभन्दा धेरै गहिरो ठाने मैले त। अब फर्किँदैछु म तिनै पाइलाबाट बिस्तारै, तर मनको एक अंश त्यही रह्यो प्रकृतिको काखमै। भुल्न गएको ती क्षणहरू अब सम्झनाको खजाना, फर्किँदै गर्दा पनि रहन्छ त्यो सुखको ठिकाना। त्यस्तो नगर्नु होला। त्यस्तो नगर्नु होला त। प्रकृतिले सिकायो बाँच्नु भनेको हाँस्नु हो, रमाउनु हो, जीवन भनेको क्षणमा हराउनु हो अनि आफैलाई फेला पार्नु हो। सिप सिकाएँ जीवनलाई सरल र मिठो बाँच्न, शान्त सन्देश दिएँ तिनैले।
प्रेम छ यो धरतीमा खोज्न। आइसकेका छन्। अब सेनाहरूलाई हामीले बाटो छोड्नुपर्ने अवस्था आउनुपर्छ। उता लड्दै हुनुहुन्छ 2-4 जना। कहाँसम्मको यात्रा तपाईँहरू चाहिँ जाने राम्रो छैन। फेरि यतै गयो यो। बाई। तपाईँको घन्टी रहेछ घाँटीमा, के गर्न लगाउनु भएको? आशीर्वाद। ल अब सबै यतै गयो। यतै लहाल्ने हो? ए त्यही भएर यसरी हेरिरहेको रहेछ कता छिरौँ भन्दै। सबै हजुरकै पाल्नु भएको? त्यो छोरा हान्नु नि होइन। जानुहोस् जानुहोस्, यतै हो तपाईँहरूको घर। यी 2टा कति राम्रा हुन्छ नि। हजुर समाउनु म बनाइदिइरहेको छु। मैले बनाइदिइरहेको छु हजुर समाउनु। ए बेच्नुहुन्छ कि नै? बेच्नुहुन्छ कि नै? ए कति भन्नुहुन्छ एउटा खसीलाई? कति किलोको कति हो? किलोको लिनुहुन्छ? 1100। ए दसैँमा लिएर जानु पर्ला क्या? यो कुकुर नि हजुरकै हो? कहाँ छ र? यता घर छ कि के छ र? अनि यहाँ चराउन ल्याउनु भएको? ए ल त। भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनु नबिर्नु होला। अब बहिनीको युट्युबलाई सब्सक्राइब पनि गरिदिनु होला, कमेन्ट पनि गरिदिनु होला।